कञ्चनपुर जिल्लामा रहेको भीमतत्व नगरपालिकाका ग्रामीण सडकहरू कालोपत्री हुन थालेपछि स्थानीय बासिन्दामा खुसियाली छाएको छ। विगतमा हिलाम्य र धुलाम्य हुने अधिकांश सडकहरू स्तरोन्नति र कालोपत्री भएका छन् भने बाँकी सडक पनि कालोपत्री हुने क्रममा रहेका छन्। ग्रामीण भेगको उत्पादन सहर पुर्याउन, जनताको जनजीवन सहज बनाउन र आर्थिक उन्नतिका लागि समेत भीमदत्त नगरपालिकाले सबै वडाहरू जोड्ने गरी कालोपत्री सडक निर्माणमा विशेष जोड दिएको भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीको भनाइ रहेको छ। 1900 वडालाई जोड्ने गरेर कालोपत्रीमा जोड दिएको छ। किन भन्दा चाहिँ गाउँमा ग्रासरुट लेभलका चाहिँ जनतालाई आवतजावत गर्न पनि सहज होस्। कुनै पनि आफूले चाहिँ कृषितिर चाहिँ उत्पादन गरेका सामग्रीहरू बजारीकरण गर्न पनि आवतजावतमा पनि सहज हो भन्ने उद्देश्यले चाहिँ हामीले 1900 वडामा चाहिँ आवश्यकता अनुसारको जहाँ जहाँ गाह्रो भइरहेको छ, जहाँ ग्राभेल मात्रै छ, कच्ची रोड छ, आउन जानलाई असहज भएको छ जनतालाई भने त्यो ठाउँमा हामीले बढी चाहिँ ध्यान दिएको छौँ। सडक र पुल पुलेसाको गुणस्तरीयतामा समेत त्यत्तिकै ध्यान दिएको उहाँको भनाइ रहेको छ। सडक सञ्जाल निर्माणसँगै आफूहरूलाई निकै सहज भएको भन्दै हिलो र धुलो खेप्नुपर्ने कष्टका दिन समेत गएको स्थानीयहरूको भनाइ रहेको छ। नै समस्या सबै त नम्रो चाहिँ भएको छ हाम्रो लागि। अब विपक्षी पार्टीले भन्ने त्यो कुरा हामी जान्दैनौँ। रोड बनेको धेरै नराम्रो भएको थियो। एउटा पर्खेर जानेवाला रोड कच्ची छ त्यो, त्यसलाई चाहिँ नि अब बनाएपछि हाम्रो यो ठिक हुन्छ। नगरपालिकाले पनि यसमा बजेट विनियोजन गर्नुभएको हो र वडाको बजेट पनि यसमा समावेश गरेर धेरै बढिसकेको छ यसमा। अनि ग्राभेल त कहीँ कहीँ मात्र छ र अरू कालोपत्र र यस वडा नम्बर 14 मा धेरै भइसकेको छ। यो राम्रो छ हजुर, कतै बढी छ हजुर, हिँड्नलाई हामीलाई सहज भइहाल्छ। पहिले पोइन्ट खुसाएर कनाल भेटिन्थ्यौँ सर, सुविधा कता यो साइकलमा गुरुरु गरेर खाइहाल्ला रे हजुर। बढी सबै नै गएछ हजुर, के भन्नु, बाटोघाटो ठिकै बनिएको छ। यसले आफ्नो उत्पादन बजारीकरणमा समेत सहयोग पुगेको उहाँहरूको भनाइ रहेको छ। भीमदत्त नगरपालिकाले आवश्यकताका आधारमा सबै सडकहरू कालोपत्री बनाउने योजना अगाडि सारेको छ भने बजेटको अभाव हुने ठुला योजना निर्माणका लागि प्रदेश सरकार र सङ्घ सरकारलाई अनुरोध गरेको छ। रामसिंह टौन्ना, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर।